हेलो एभ्रिवान, तपाईँ सबैलाई सेभिङ्स अड्डामा स्वागत छ है। हाम्रोमा सेभिङ्स लगायत धेरै कुराहरू चाहिँ जान्न जरुरी छ है। एक्चुअली आज चाहिँ हामी कुन रेसमा दौडिरहेका छौँ, के को लागि दौडिरहेका छौँ है। सबैको एन्सर हुन्छ पैसाको लागि, घर परिवार चलाउनको लागि, अनि त्यसपछि सेभिङ्स गर्नको लागि र भविष्य चाहिँ उज्जवल होस् भनेर चाहिँ अन्तिममा पैसैको लागि है। तर पैसा त सबैले कमाइरहेका छौँ है, तर वेल्थ जेनेरेट गर्न के त्यति सजिलो छ? वेल्थ कसरी जेनेरेट गर्ने, टिप्सहरू के हो त हैन? तपाईँलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ है, सबैलाई थाहा छ कि वेल्थ जेनेरेट गर्ने भन्दा पनि पैसा कमाउने तरिका चाहिँ थाहा छ। वेल्थ कसरी जेनेरेट गर्ने है, पैसा र वेल्थमा धेरै फरक छ। वेल्थ जेनेरेट गर्नको लागि है, यो कमाउने मात्रै नभएर, सेभिङ्स मात्रै नभएर, इन्भेस्टमेन्ट मात्रै नभएर है, कमाउन त तपाईँले पनि कमाइराख्नु भएको छ, मैले पनि कमाइराखेको छु। इन्भेस्टमेन्ट हामीले आफ्नो सेभिङ्सबाट गरि नै राखेका छौँ है, एसआइपीहरू गरि नै राखेका छौँ है, इन्सुरेन्सहरू गरि नै राखेका छौँ। तर महत्त्वपूर्ण चिज के त, के कमी भइराखेको छ जुन वेल्थ जेनेरेट भइरहेको छैन? जबसम्म वेल्थ जेनेरेट हुँदैन तबसम्म हामी फाइनेन्सियली फ्री कुनै पनि हालतमा हुन सक्दैनौँ। वेल्थ जेनेरेट हुन्छ र त्यो वेल्थले जब काम गर्न थाल्छ नि, तब मात्रै फाइनेन्सियली फ्री भइन्छ। त्यो कुरा बुझ्न जरुरी छ। त्यो वेल्थ जेनेरेट गर्ने तरिका सबै हाम्रो मस्तिष्कभित्र छ। सबै के छ? हाम्रो मस्तिष्कभित्र छ, हाम्रो दिमागभित्र छ है। जुन कन्सियस र सबकन्सियस माइन्ड भन्छ नि, त्यही भित्र छ है। हामीले जे गेन गरिराखेका हुन्छौँ, यो आँखाले जे देखिराखेका हुन्छौँ, जे सुनिराखेका हुन्छौँ, जे पढिराखेका हुन्छौँ, जे अनुभव गरिराखेका हुन्छौँ, त्यो सबै चिज कहाँ गएर बस्छ त? हाम्रो अनकन्सियस माइन्ड, सबकन्सियस माइन्डहरूमा गएर बसिराखेको हुन्छ। त्यसैले भोलि हामीलाई के गर्छ त? रिकल गर्नमा मद्दत गर्छ है। कुनै कुराहरू भयो भने रिकल गर्न मद्दत गर्छ। त्यसैले आफ्नो दिमागको वृद्धि गराउन जरुरी छ है। सबै चिज हामी भित्रै छ के। हामीले ईश्वरसँग यो माग्छौँ, त्यो माग्छौँ, जे चिज माग्छौँ नि, त्यो युनिभर्सले सुनि नै राखेको हुन्छ के। त्यही कारणले जहिले पनि पोजिटिभ कुराहरू बोल्नुहोस्, पोजिटिभ कुराहरू चाहिँ अनुभव गर्ने, बुझ्ने हैन, पोजिटिभ कुराहरू सिकाउने, नेगेटिभ कुराहरू ल्याउँदै नल्याउने के दिमागमा। नो भन्ने चिज हाम्रो दिमागले बुझ्दैन है। मलाई ऋणबाट मुक्ति गराउनुस् भनेपछि हैन, ऋणबाट मुक्ति हैन, ऋण भन्ने चिज बुझ्छ क्या हाम्रो दिमागले, र त्यसले ऋण दिन थाल्छ। कोसँग कसरी ऋण ल्याउने, कहाँबाट ऋण ल्याउने, को मान्छे छन् ऋण दिने, सबै त्यस्तै मान्छेसँग भेटाइदिइराखेको हुन्छ हाम्रो दिमागले। किन हामीले जे सोच्छौँ त्यही नै आउटपुट दिन थाल्छ हाम्रो दिमागले। त्यही कारणले हामीले जहिले पनि पोजिटिभ सोच्नुपर्छ। मसँग एउटा उदाहरण दिन्छु मैले। यदि मैले अथवा हजुरले केही सोच्यौँ, मसँग टन्न पैसा छ, मसँग प्रशस्त पैसा छ, तर कहाँ छ दिमागलाई पनि थाहा छैन हैन। त्यो प्रशस्त पैसा छ भनेर तपाईँ बस्नुहोस्, आइ एम रिच, म चाहिँ रिच छु, म चाहिँ धनी छु भनेर सोच्नुहोस् कि। म चाहिँ गरिब छु भनेर कहिले पनि नसोच्नुहोस्। र जब धनी छु भनेर सोच्नुहुन्छ, मसँग पैसा टन्न छ भनेर सोच्नुहुन्छ भनेपछि हजुरलाई त्यही तरिकाको आइडिया चाहिँ यो दिमागले दिन थाल्छ। पोजिटिभ रेस्पोन्स गर्छ क्या दिमागले जे सोचिरहेछौँ। सो त्यही पोजिटिभ रेस्पोन्सबाट आइडियाहरू जेनेरेट हुन थाल्छ, र त्यो पैसा कहाँ कहाँ लगाउने त यो दिमागले आफै दिन थाल्छ क्या। तपाईँ जस्तै अर्को मान्छे पनि हो है, जति मान्छे भेट्नुहुन्छ सबै तपाईँ जस्तै हो कि। तपाईँको दिमाग नै हो मेन चिजले काम गर्ने। त्यसैले उत्तर पनि हाम्रै दिमागभित्र हुन्छ, कुनै चिजको पनि सोल्युसन हाम्रै दिमागमा हुन्छ। यो कुरा बुझ्न जरुरी छ। त्यसले गर्दा मात्रै वेल्थ जेनेरेट गर्न सकिन्छ है। पैसा मात्रै कमाउने होइन कि, वेल्थ कसरी जेनेरेट गर्ने तरिका चाहिँ हामी भित्रै छ। हामी भित्रबाट जे ऊर्जा उत्पन्न हुन्छ नि, त्यही हामीले पाउँछौँ। त्यसैले जहिले पनि पोजिटिभ सोच्नुहोस्। युनिभर्स ल अफ अट्र्याक्सन के, हामीले जे माग्छौँ त्यो पाउँछौँ। सानोमा हाम्रो परेला खसेको बेला हामीले हातमा मागेर जे मागेका हुन्छौँ नि, त्यो चिज अटोमेटिक आइरहेको हुन्छ कि। अनि हामीले के सोच्छौँ भने हामीले माग्यौँ र हामीले पायौँ। तर तपाईँले दिमागलाई बारम्बार के गर्नुभएको छ, एउटा चाहिँ
इन्फर्मेसन एउटा चाहिँ सिग्नल पठाइराख्नु भएको छ, मलाई यो चाहिएको छ, र त्यो सुस्त 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 त्यो सिग्नल चाहिँ यथार्थ सत्य हुन जान्छ र तपाईँले त्यो सामान पाउनुहुन्छ। तपाईँले नभए पनि कसैले ल्याएर भए पनि दिन्छ नि, त्यो तपाईँले आफ्नो दिमागलाई नै सिग्नल दिइराख्नु भएको हुन्छ। त्यही पोजिटिभ रेस्पोन्स भएर त्यो युनिभर्सले तपाईँलाई पे ब्याक गर्छ है। त्यही कारणले जहिले पनि पोजिटिभ सोच राख्नुहोस्, माइन्डलाई डाइभर्ट नगर्नुहोस्। जति सोल्युसन छ आफैभित्र छ, आफैभित्रबाट निकाल्नुहोस्। यति भन्दै भिडियो लामो नबनाउँदै म हजुरहरूसँग बिदा माग्छु र पोजिटिभ रेस्पोन्सको यो भिडियो चाहिँ हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। केही जानकारी लिनु परेमा अरू कुनै विषयमा अन्य विषयहरूमा हजुरले कमेन्ट गर्नु होला। त्यो कमेन्ट मार्फत मैले हजुरलाई रिप्लाई दिनेछु है, रिप्लाई गर्नेछु। हस् त, धन्यवाद है। आजलाई यति नै भन्दै बिदा माग्छु।